हेलो एभ्रिवान, हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म आलु चप बनाउँदैछु। हजुरहरूले यो भिडियो अन्तिमसम्म हेरिदिनु होला। हामीलाई आलु चपमा चाहिने उसिनेको आलु, प्याज, धनियाँ, खोर्सानी, थोरै अजिना, स्वादअनुसार नुन, चिल्ली पाउडर यो चाहिँ पिरो छैन, अनि क्युमिन र कोरिएन्डरको पाउडर। तपाईँले हरियो प्याज या लसुनको पत्ता छ भने नि हाल्न सक्नुहुन्छ, मैले चाहिँ स्किप गरेँ। अब यो बलमा सबै थोक हालेर मिक्स गर्नुपर्छ। मैले यहाँ सबै थोक हालिरहेको छु। मलाई चाहिँ अलिक सन्चै छैन र मेरो आवाज अलिक यस्तो आइरहेछ, त्यसको लागि सरी। र मैले धेरै पछि लङ भिडियो हाल्दैछु, बिर्सिनु भएको त छैन होला। फेरि हेरेर माया गरिदिनु होला। कसले सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला, लाइक सेयर गरिदिनु होला। नयाँ छु, केही कुरा मिस्टेक भयो भने त्यसको लागि सरी। अब यसरी मजाले मिक्स गर्नुपर्छ हामीले। मैले चाहिँ मिक्स गरेर यतिको बनाएँ। अब सेप तपाईँहरूलाई जस्तो मनपर्छ त्यस्तै सेप दिन सक्नुहुन्छ। मैले आलुलाई यसरी सेप दिइसकेँ। अब यसमा ब्याटर बनाएर अनि यसलाई डिप गरेर फ्राई गर्नको लागि म ब्याटर रेडी गर्छु। अब म चाहिँ ब्याटर बनाउन जाँदैछु। मैले चाहिँ यहाँ थोरै कर्नफ्लोर हालेँ। तपाईँहरूले चाहिँ बेसन मैदा जे पनि हाल्न सक्नुहुन्छ। मैले चाहिँ कर्नफ्लोर हालेँ। स्वादअनुसार नुन, थोरै फुड कलरको लागि। म चाहिँ थोरै क्रिस्पी होस् भनेर यो सिजनल फ्लोर पनि हालिदिँदैछु। मैले चाहिँ यहाँ पानी राखेर मिक्स गर्दैछु। यसलाई धेरै पातलो पनि होइन, धेरै बाक्लो पनि बनाउनु हुँदैन, कि यसमा डिप हुने खालको बनाउनुपर्छ। मैले चाहिँ ब्याटर बनाएर पनि रेडी गरिसकेँ। यत्तिको भयो। अब म चाहिँ यो आलु चप यसमा चोबेर चाहिँ अनि तारेर देखाउँछु। हुन्छ। मैले यहाँ कराई बसाइसकेँ। अब यसमा म तेल हाल्छु। अब यो तेल मजाले तात्नको लागि छोडिदिन्छु म। अब तेल तातिसक्यो। म अब यहाँ आलु डिप गरेर यसमा चाहिँ चट्टसँगले यहाँ हाल्छु। सेप चाहिँ राम्रो भएको छैन र पनि इट्स ओके। हजुरहरू पनि जाडोमा यस्तै तातो तातो आलु चप पकाएर खानु होला। बाहिर कस्तो चिसो छ। मेरो चाहिँ आलु चप पाकेर रेडी भइसक्यो। मैले चाहिँ केचपसँग सर्भ गर्दैछु मेरो नानीहरूको लागि। तपाईँहरूले हट सस टमाटरको अचारसँग नि खान सक्नुहुन्छ। हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। र हजुरहरूले कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि मेन्सन गर्नु होला। तपाईँहरूको एउटा सब्सक्राइब लाइकले मलाई धेरै उत्साह मिल्नेछ। प्लिज सब्सक्राइब माई च्यानल। थ्याङ्क यू सो मच।